आज चाहिँ हामी होइन टक्कबाट यो बसको यो छँदै नभएको यो बसमा आज हामी दाजुभाइहरू ट्याक्क घुम्नको लागि निस्किएका छौँ। हाम्रो साथीहरू सबैजना है थुप्रोजना भएर आएको छौँ। रमाइलो छ। बिना छतको गाडीमा है कपाल दाजु कपाल फरफराएर यहाँ पुरै सबै धेरै ग्रुप भएर गाडी नचल्दा एकदम गल्ती 이런 거는 이렇게 된것 같아. हाम्रो ठ्याक्क यो दाजु घर कहाँ रे हजुरको? बस्तु अनि इन्डियाको छिमेकी ट्याक्क बोर्डर साइडतिर दाजुको एकदमै ठुलो कारोबार छ। केही चाहिएमा सम्झाउनु होला। यसरी खिच्ने अरे कसरी सिकाउँदै हुनुहुन्छ ल हेर्नु। एकदमै फोटोग्राफी क्षेत्रमा एकदमै माहिर दाजु हुनुहुन्छ। उहाँले फोटो खिच्नुभयो भने अगाडिको मान्छेको चिन्न अलिकति मुस्किलै पर्छ। त्यो भनेको कला चाहिन्छ त्यति चिन्नको लागि। धन्न अपार बनाउन जानेछन् त यार, नभए यत्र मान्छेहरू कहाँ अट्दै होला हौ। पुनः यो हावाहुरीमा रमाइलो जोडिएको छ। के गर्नु, बिचबिचमा भिडियो रोक्दै बस्दै गर्नु परेछ। यो जेब्रा क्रसिङ पछि यो रोक्ने बानी भएको भएर बसको ड्राइभरलाई त सम्झाएको थिएँ, हेर दाजु नरोक, हामीलाई हावा निरन्तर चाहिन्छ यो गर्मीमा, नत्र त फेरि चरम गर्मीले पोल्छ भनेको। अब दाजुहरू उभिएर दिँदै हुनुहुन्छ। अब हामी पनि उभियौँ भने पछाडि फेरि भोटेहरू छन्, रिसाउला पनि गाली गर्ला नि। रमाइलो छ। अग्ला अग्ला बिल्डिङ अनि ठिक छ नि होइन, रमाइलो छ। मान्छेहरूलाई है काम गर्न पनि क्या बिजी छन्। अनि उस्तै घुम्नको लागि पनि उस्तै ठाउँ छ। बल्लको मजा आउँछ त है। टक्क हप्ताभरिको दिनहरूमा काम गरेर त्यसपछि घुम्नको लागि यस्तै ठाउँहरू घुम्न आए। हामी चढे अस्ति अर्को बसमा जाउँ। साउथ सिटी टुर बस। हामी नि सेम यही बसमा छौँ है, तर देखाउन मात्र नमिलेर हो यताबाट। कता कति पहाड जाँदै देखिन्न। अब यसरी आउनुपर्छ। को चाहिँ हुनुहुन्छ उहाँ चिनिएन, तर साथीहरूको भनाइअनुसार पृथ्वीनारायण शाह भन्दैछन्। पृथ्वीनारायण शाह चाहिँ होइन उहाँ। रमाइलो ठाउँ रहेछ है। एकचोटि यहाँहरू पनि अब कोरियामा हुनुहुन्छ भने यो साउथ सिटी टुर बसमा चढेर है ट्याक्क यस्तो रमाइलो चाहिँ यहाँहरूले पनि एकचोटि महसुस गर्नु होला ट्याक्क है। बाबा अब प्रोग्रामहरू पनि छ। अब के हो, अब हामी त गइँदैन, हामी त बस चढिहाल्यो। मान्छेहरूको है भिडभाड पनि यस्तै छ। डुल्नुको लागि त बाहिर पो हिँड्नु पर्दो रहेछ त। आज खै नेपालमा के अरे बकरिद भन्दै यता पनि बकरिद मनाइरहेका छन् जस्तो छ है। मान्छेहरू थुप्रो छन्, बाहिर गर्दैछन् है। वा यस्तो छ। 위가 뚫렸잖아.
गाडी घुडिरहेछ है माथिपट्टि पुल बनाएको छ पुलमा पनि डुल्ने यसरी अरू कुरा हरियाली बनाइदिएको छ अनि साथै बच्चाहरू खेल्नुको लागि जस्तै गाडी घुडिरहेको माथि होइन सौन्देनबाट साउथ सिटी टुर बस चढेको अहिले सौलियाको अगाडि फेरि घुमघाम गर्दा गर्दा घन्टामा थाहा थोङदेनबाट होइन साउथ सिटी बस टुर बस चढेर हामी अहिले नामसान टावरको तल आइपुगेको छौँ केबुल कारको डिब्बाहरू आइरहेको छ त्यहाँसम्म जानको लागि त्यो टावरसम्म पुग्नको लागि है हामी अब त्यहाँबाट यो ठाउँबाट अब ट्रेन भन्न आयो केबुल कार चढेर जानुपर्ने हुन्छ र एन्ट्रान्स गेट यतातर्फ रहेको छ त्यहाँबाट छिरेर ट्याक्क गयो है टिकट काटेर केबुल कार चढेर ऊ त्यहाँ जाने वास्तवमा नि होइन ट्याक्क अब पुरा यो के अरे केबुल कार चढेर जाने भनेर हामी माथि आएर निर्णय गर्दै गर्दा साथीहरूको दाजुभाइहरूको सरसल्लाह अनुसार ट्याक्क यो बाटो जङ्गलको बाटो ट्याक्क ट्रेकिङ गरेर जाने विचार गऱ्यो होइन हाम्रो दाजु जैसी दाजु कस्तो छ आजको घुमघाम आज घुमाइको अनुभव एकदम राम्रो रमाइलो होइन बा टुरिस्ट जस्तो हुनुहुन्छ हेर्न बा ओ बा जेन्टलम्यान ह्यान्डसम म्यान हामी दाजुभाइ बेबी दाजु ल ट्याक्क दाजुभाइ एउटै फेरि म गुड हो पुरा यस्तो मौसममा होइन ट्याक्क अब बाटा के हिँड्छन् गाडी हिँड्ने गाडी हेर्ने मान्छे हिँड्ने मान्छे हेर्ने पुरा विदेशीहरूले ढाकेको देश घुमघाम गर्न आउने पर्यटकहरू पनि उस्तै छन् रमाइलो छ हातमा र साथमा कफी अनि त्यसपछि जङ्गलको बाटो ट्रेकिङमा हामी 5 भाइहरू होइन आजको हाम्रो यो यात्रा सुरु भएको बिहानदेखि लगभग 5 घन्टा भइसकेको छ दाजुले भनिहाल्नु सब चटक सुरु भयो आज नामसान टावर गइन भन्नु नै नामसान टावर त जानै पर्छ मलाई त्यही देखाउँछु टिकट काटेर केबुल काटेर आधी पुगिन्थ्यो होइन केबुल काटेर टिकट काट्न जाने हो तल जाने टिकट काट्नु यहाँ रहेछ तल त्यहाँबाट चाहिँ खास भाइ सिँढीमा भिडियो गर्नु हुँदैन नि सिँढीमा खास भिडियो गर्ने होइन क्या लौ ट्याक्कै चाबीमा माया पिरतीका जोडीले लेख्ने अनि पदन त कहाँ हो जाऊँ न माथि पहिला माथि घुमेर आउँला टक्क यो चाबी लाउने ठाउँमा आइए रहेछ होइन पहिला त हाम्रो माथिको घुमघामै भ्याइएछ होइन माथिको घुमघाम भ्याएर आइन्छ हामी होइन तलदेखि है यत्रो बेर हिँडेको हामी यही टावर हेर्नु है अब त्यो टावरको त्यहाँ गएर यसो बसिन्छ होइन तलबाट गर्मी भयो है मुखदुनी ठाउँतिर माथि आइसकेको छौँ अब मुख धुनु पर्यो हो चरम गर्मी
अघिनको त कताको भाइ यस्तो बढाउँछ बेला दाजु गर्नु छ है धुँदैन केटाहरू खै या चक्कै पुरै मेहनतपछि टावर मुनि टिकट काट्ने ठाउँ यता दाजुहरू टिकट लिँदै हुनुहुन्छ है घुमघाम रमाइलो छ चक्क यो टावरमाथि चढ्ने अब मान्छेहरू घुम्न आउने मान्छेहरू थुप्रै पर्यटकहरू है टावरमा जानका लागि प्रवेशद्वार यो टावरमा जानका लागि प्रवेशद्वारबाट हामी छिर्दैछौँ चढ्नको लागि है हामी तलपट्टिबाट अब्जर्भेसन डेस्कबाट हिँडिरहेको छौँ आमामा पुरै कति रमाइलो छ यार यो म है ठ्याक्क चिन्नु भयो कि चिन्नु भएन मधुरमा वा अलिकति उज्यालोले देखियो कि अरे है रमाइलो छ तलपट्टि है यस्तोमा पुरा आमा पैसा पनि तिर्नु पर्यो रमाइलोको ठाउँ छुट्टै छ कि अब के भन्नु खर्च मात्र छ होइन खर्चै खर्च ए हामी दाजुभाइहरू ओहो दाजुभाइहरू भनेर ट्याक्क देखाउँछु भनेको त ल बत्ती गयो त नभनौँ लाइटिङ बन्द भइदिएर वा है हामी सबै दाजुभाइहरू घुमघाममा हाम्रो काशी दाई अनि हाम्रो हरिश दाई होइन नामसन टावरतिर आज अनि बिपी दाई त्यसपछि हाम्रो हिरो पदम दाई हाम्रो डेस्टिनेसन भनेको आजको चाहिँ कति नम्बर तला थाहा छैन 7 नम्बर तलामा 125 तला चाहिँ छैन गफना आनन्द यसमा चाहिँ यो लोटे टावर परेन यो नामसन टावरमा 7 वटा तला छन् अरे भन्ने खबर आएको छ भित्रतर्फ यस्तै ट्याक्क है सायद यहीँबाट होला यो लिफ्टमा छौँ अब हामी यहाँबाट चाहिँ लिफ्ट हुन्छ है लिफ्टमा चढ्ने हो तर अब यहाँ कोही आउनुहुन्छ होला यही ठाउँबाट हामी ट्याक्क अब लिफ्ट चढेर माथितर्फ जानेछौँ रमाइलो छ काशी दाई नाच्दै हुनुहुन्छ है रमाइलो छ बिपी दाईलाई नि बोलो अलिकति जोसाइरहेको छ रमाइलो छ है साथीहरू यस्तो रमाइलो दृश्य है कस्तो छ दाइ दृश्य खतरा मलाई हाइटदेखि डर लाग्छ पदम दाइलाई फेरि कस्तो रहेछ भने उचाइदेखि गर्दाखेरि म त दाइ आना केटाहरूले फेरि निखिलो पदम दाइ एकचोटि तल हेर्नु न नबस्नु तल हेर्नु न तल पदम दाइले हेर्नुभयो बा के अरे हिम्मतिलो मान्छे एकचोटि मुगली देखाइदिउँ न ओ नेपालको सलमान खान अनि हेर्न यहाँ निखिल उप्रतिलाई बिबी दाइ त्यो विराज भट्ट यता फर्किनु न ओहो चिन्नुहुन्छ ओ उहाँ चिन्नुहुन्छ बिपी दाजु
अनि यो चाहिँ खाङ नदी तर्फको दृश्य हो खाङ नदी नदी बगिरहेको छ गएको छ कि छैन त थाहा छैन तर यही नै हो खाङ नदी सौल कोरियाको राजधानी छ बिल्डिङ छ भने मान्छेहरू बस्ने मात्र है अपार्टहरू यो अपार्टमा मान्छेहरू नबसेर अब आफ्नो पर्सनल घर बनायो भने त कोरियाको जमिनमा त यो मान्छेहरूको घर पनि हटाउँदैन होला गाडीहरू हिँडेर मान्छेको व्यस्तता है यो साइड त कडा छ त किन्न सकिन्छ कि सकिन्न हो 아직 아예 반대편이라고요. ट्याक्कै यो टावरमा आउनको लागि केबुल कार गइरहेको छ त्यहाँबाट चढ्यो त्यहाँबाट केबुल कार चढ्ने अनि यो टावरसम्म आउने छेउमा पनि फेरि यो के टावर रहेछ है 타고 내려가네 이렇게 쭉 타고 내려. यो के टावर यो छेउमा यो टावरको छेउमा टावर है पुरा अनि यहाँ सिसामा है देश कति टाढा भनेर लेखिरहेको रहेछ हाम्रो काठमाडौँ चाहिँ नेपाल चाहिँ 486 किलोमिटर देखाएको के हो यस्तो म त देखिदिनँ त के हो पत्रमा छुट्टा छुट्टै देखिन्छ त म त है रमाइलो छ के हो यो हाम्रो देशको भाषामा लेखेको छैन यो मन पराउँछलाई के हो ती आमो साराङ्गे कोचाम्सी के हो यार खै नेपालीमा लेखेको छैन दाइ कतै के हो यस्तो यो आफू नै उल्टो मुख पुरा है विभिन्न देशको भाषामा यहाँ म तिमीलाई माया गर्छु के लेखेछ होइन तर हिन्दीमा चाहिँ आपसे प्यार कर्ता करती हूँ चाहिँ लेखेको रहेछ तर नेपालीमा लेखेको चाहिँ हामीले कतै पनि भेटाएन सायद नलेखेको होला है कोरियाको राजधानी सहर सौल अनि अलिकति छ के हो तर यो चाहिँ सौल नामसान टावर यहाँ चाहिँ हाम्रो पदम दाजु अनि यो चाहिँ म है टोपी कालो छाता उडेको बिपी दाई पदम दाई हरिश दाई र साथमा उहाँ काँसी दाई भरत दाई ए भगत काँसी दाई नामसान टावर पुरा एकदम मस्तसँग डुलेर अवलोकन गरेर अनि हामी त्यहाँ अब लाग्यो भने त अब हामी फर्केको चाहिँ आफ्नो गन्तव्य स्थान गिदो भाषंसी बानल दङ अब कम्पनीतिर टुपीहरू अब गोर्खेहरू छुट्टीको बेला यसो घुम्ने अनि त्यसपछि त भोलि आएर त अब गदाले भोलि नै होइन पर्सि भोलि त आइतबार छुट्टी छ अनि त्यसपछि गोरुपेलाई ट्याक्क होइन अब फेरि अब उहाँ जस्तोसित हिँडेपछि अब राम्रो भनेको होइन कि अत्ताएर घुम्न पनि दिनुभएको छैन सक्थे हरिसाई हो कि होइन यस्तो मान्छेसँग नि यस्तो मान्छेसँग निस्किने होइन ल सक्दै उहाँलाई देखाउनुहोस् त के भन्नु हजुर भन्नु त के भन्नु हामी चाहिँ यस्तो हो हामी आजको घुमाइ गरेर हामी 156 भागमा पुगिसक्यौँ 146 भागवत गीताको उहाँले भन्नु न हिजो कसरी प्लिज न यार होइन जीवन के हो र जीवन समय हो जीवन समय हो हेर्नुहोस् होइन समयको समय केही कुरा ठ्याक्क गरियो भने त्यसले राम्रो प्रतिफल दिन्छ जीवन समय हो समय निकालेर मैले महाभारतका 146 भाग समय हेरेँ मैले कस्तो छ महाभारतले के भन्छ भन्दा महाभारतमा त्यहाँ एउटा कुरो प्रत्येक भागमा चाहिँ हजुर स्टार्टिङको सुरुमा के भन्छ भनेपछि मै समय हुँ भन्छ क्या मै समय हो नेपालीमा
कस्तो भने मैले हेर्नु सङ्गत भनेको उहाँ जस्तो सङ्ग गर्नुपर्छ समय हो नराम्रोसँग व्यक्तिसँग सङ्गत गरियो भने नराम्रो बाटोतर्फ लागिन्छ उहाँसँग सङ्गत गरेपछि आज मजा आयो नि भन्न खोजेको अब हाम्रो हातमा केही छैन सबै समयको हातमा छ मनमा भगवान् हुनुहुन्छ हातमा सिप छ होइन नराम्रो छ र ठिक छ जे छ जीवन समय हो त्यति थाहा पाऊँ ल ल ल समय आजको लागि कम छ ल यसो लड्ने भने त्यो पनि भित्र देखाउनु हुन्थ्यो खिचिराख्नु भएको हो साँच्चै हो छिनमै आँखा छिनमै स्वाहा छिनमै कहाँ जिन्दगी होइन जिन्दगी दुई पलको जिन्दगी दुई पलको होइन बाँचुन्जेल रमाउने हो मरेपछि त के छ र होइन कहाँ हो कहाँ फ्लोवरलाई देखाउनु न मलाई होइन ओ ल गीत गाइदिउँ भजन गाइदिउँ भजन गीत जे पनि जाउँला बैकुण्ठ हरि हरि नारायण पदन दाइ नाच्नुहुन्छ यो पनि शिवको त्यो पनि शिवको सारा संसार शिवको म पनि शिवको हरि हरि नारायण श्रीकृष्ण भोलेनाथ कैलाशपति विष्णुमती पाप छैन एक रति छोरा होस् भगवती भन्नुहुन्छ क्या मेरो बाबाले जय हो जय हो जय हो भोलेनाथ जय हो प्रभु हामी यसो मलाई फोकस गर्नु त हामी ज्ञान शिवको भक्त मात्र के छ भने समुद्र मन्थन कि के गन्थन गर्दाखेरि बिस पिन हाल्नु त्यस्तो र अर्को भनेको मैले गाँजा हात पनि लगाउँदिनँ पहिला चाहिँ खुब खानुभयो गाँजा आइले रक्सी पहिलाको रम खाएर पानीको रम खाएर मैले रक्सी खाँदा अल्छरै भयो क्या रक्सी मैले यस्तो खाएँ होइन अब घरमा परिवारलाई चिन्ता त्यही भएर आफ्नो मैले खाँदिनँ नि त उहाँको कहानी सुनेर मोटिभेट हुनु कसरी छोड्ने भन्ने कुरो कसरी छोड्ने पहिला टन्न खानुहोस् त्यसपछि बिरामी हुन्छ नि त्यसपछि डक्टरले पनि हजुरलाई भन्छ अब घरको कुरा त नसुनेर खानुभयो अब रक्सी खासी डक्टरको त कुरा सुन्न पर्यो अब घरको कुरा नसुने नि डक्टरको कुरा सुन्नेन भने सिधै माथि हो त्यही भएर नाथे राम हो त्यही भएर ट्याक्क डक्टरको कुरा मान्नुपर्छ मैले स्याइड छोडेँ आज दुध पनि खान्न म त्यो देखाइदिनु माथि दाइ हामी त्यहाँ गयो होइन ऊ त्यहाँ गएर आइयो टावर साउल टावर नि भन्दो रहेछ नामसन टावर र आज के भन्दाखेरि अब गाउँको याद आइरह नि यो उकालो ओह्रालो हिँड्दाखेरि होइन अरू त्यस्तो हो भाइ हामी चाहिँ केबल कार चढ्यौँ नि होइन केबल कार चढिएन उहाँले गफ दिनुभयो केबल कार नचढेकै हुनाले यो बाटो हिँड्नु परेको बिचरा 15,000 भनौँ 15-75,000 जोगाउनुको कारणले हामी हिँडिराखौँ नि होइन हामी स्वास्थ्यलाई ध्यान गरेर हो कि ट्रेकिङ हो कि यो भनेको हाम्रो त्यति गरेपछि त अनि त स्वास्थ्य त अनि होइन कुरो त्यो के गर्नुपर्छ अहिले के भने कि 75 बस्ती बरु मलाई 75 देऊ म के खान्छु खुवाउँछु भनेको मैले टन्ने छ्यालबेल हुने गरी खुवाउँछु भनेर मात्रै के खानुहुन्छ भन्नु केही खानु न दुध खानु स्वास्थ्यको लागि भनेर हामी हिँड्यौँ होइन मसित मसा जान्छु भाइ मसा गएर खुट्टा मालिस गराउँछु मेरो स्वास्थ्यको लागि भनेर हामीले हिँड्यौँ होइन त्यो केबल कारको पैसा बचाएर खाने भन्यौँ हजुर त्यो पनि सायद त्यो पैसा स्वास्थ्यको लागि भनेर हिँडिहाल्यौँ बचेको पैसाले पनि स्वास्थ्य बिग्रिने गरी खाइन्छ होइन त्यो बिल्कुल आखिरमा जताबाट पनि हामीलाई हानि नै भयो भनेपछि आज बेलुकी के खाने भन्नुहोस् न खिर पकाएर खानु पर्यो हिजोको बसेको खसीको मासु छ यसमा यति बाँकी छ खसीको मासु मात्र आस लैजाउँ नि त फेरि के छ त्यसमा कोरियाको एकदम ब्रान्डेड कोरियाको ब्रान्डेड खसी छ भाइ कोरियाको ब्रान्डेड खसी के अरे छामी सुल भन्ने हुन्छ होइन यहाँ जुस हो त्यो चाहिँ जुस छामी सुल त थाहा अनि दाइ जुस पनि भेराइटी नि हरियो बिर्को र रातो बिर्को कुन रातो बिर्को भनेको रेड जोन हो हेर्नु त्यो जुसले दाइ हामी ऊ त्यहाँ गएर त्यो तल गएको होइन हामी कुन तल थियौँ माथिको हामी तल्लो माथि दुईटैमा बसियो कि त्यहीँ तल मात्र ठिक छ दाजु अब रेड कार्पेटमा हिँड्ने जस्तो त हाम्रो छैन के अरे जाँदियो के अरे यो
यो बोराको कार्पेटमा हिँडेको देखाइदिनु अब यसो के अरे सेलिब्रेटी भएको रेड कार्पेटमा भनिन्छ होला बिपी दाइ हामी हिँड्ने कार्पेट नरियलको धागोले बुनेको रहेछ यो। तर राम्रो हो नि होइन अब आजको घुमघाम भ्याएर हामी कोठातिर फर्कँदैछौँ सौलियकबाट अब टक्क अब नर्मल ट्रेन चढेर जाने अब खुट्टाले साथ नदेला जस्तो छ अब अलिकति अरू नै ट्रेन चढेर छिटो छिटो जाने बरु उभिएर सिट नपाए पनि उभिएर जाने हाम्रो निर्णय छ अब हेरौँ सौली स्टेसन भित्र छिरिसक्यो बाबा यत्रो छ यार नेपालको एयरपोर्टको जस्तो त यहाँ अब पुरा है ट्रेन स्टेसनमा चढ्ने ठाउँ यति ठुलो छ रमाइलो छ अब ट्रेनमा चढ्नको लागि दाइ भित्र जाँदै हुनुहुन्छ टिकट सिकेट लिनको लागि 5 जना अब ट्याक्क अब सस्तो मस्तो टिकट काटेर चढेर अब ट्याक्क हामी जान्छौँ सुवनसम्म रमाइलो छ चढ्नको लागि अब केटिएक्समा चढ्ने भनेर दाइहरूको भागाभाग छ भागाभाग अब पुरा है सौलको ट्रेन स्टेसन प्रथम दाइ भाग्नु आयो यही ट्रेनमा जाने हो होइन टक्क अब बाक्सा नम्बर हाम्रो 5 रहेछ भागाभाग दाइ भाग्नु गोर्खेहरू भागाभाग एकदेखि 14 डिसेम्बर ट्रेनको टिकट केटिएक्स ट्रेनमा चढि पनि सकेका छौँ दाइहरू यता बस्नु भएको छ ट्रेन चढेर हामी भित्र आइसकेका छौँ र अब यो ट्रेन चढेर हाम्रो यात्रा सुवनसम्मको कति भन्दाखेरि 7:48 देखि 8:20 भनेपछि 32 मिनटको यात्रा छ रमाइलो हुनेछ 7:48 को टाइम थियो 7:48 मा ट्याक्कै हिँड्यो टाइम भनेको टाइम हो इन्द्रको बाबु चन्द्र आए पनि रोकिन्न ट्रेन अब 7:48 त 7:48 हिँडिसक्यो 49 भयो हिँडिसक्यो 48 मै हिँडिसक्यो अर्को ट्रेन उता छ पारिपट्टि हामी हिँडिसक्यौँ टक्क अब होइन फेरि त्यो के अरे केटिएक्स चढेर झरेर अब सुवनबाट फेरि अब हाम्रो नर्मल ट्रेनमा फ्याङ्जमसम्मको यात्रा आज घरि के चढेर केबाट झरेछ के चढेर केबाट झरेछ झर्दा र चढ्दा ठिक्क छ आज है गेट अब ट्याक्कै यहाँबाट छिर्ने हो एकछिन ट्रेन उभिनुपर्छ दिउँसरीको घुमाइ सिद्धाएपछि कोठामा गएर खाँदाखेरि अलिकति गाह्रो हुन्छ कि थकाइ लागे जस्तो महसुस भएर बाहिर आएर अब हड्डीको रससँग खाना खाँदैछौँ बिहान 11 बजे निस्किएर बेलुकी 11 बजे रातिको 11 बजे ठ्याक्कै 12 घन्टा लगायो आज हामीले घुमघाममा अँधेरो भइसकेको छ जताततै यताको कम्पनीमा बत्ती बलिरहेको रहेछ निकै नै थाकियो है आज उकालो ओह्रालो भिरालो बाटो क्रिकेट ग्राउन्ड जत्रो छतमा आइयो दाजुहरू बत्ती बाल्नुहोस् त जय शम्भु निकै नै थकाइ यस्तो छ है भित्र छिरेर टक्क एसीको हावा खाएर ल आजको हाम्रो 12 घन्टाको घुमघाम सिद्धिएको अवस्था छ हस्त नमस्कार जय नेपाल।